एउटा चिनिया मोटरसाइकल ब्रान्डले संसारलाई चकित बनायो। सामान्य जितेर होइन, तर विश्वका ठूला दिग्गज ब्रान्डहरूलाई करिब 4 सेकेन्डले पछि पारेर विश्वकै सबैभन्दा ठूलो रेसिङ मञ्च मध्ये एकमा। त्यसपछि क्यामेरा भिडमा रोइरहेको एक व्यक्तितर्फ जान्छ, सानो बच्चा जस्तै रोइरहेको, किनकि 20 वर्ष अघि उनी हुनानको पहाडी एक सामान्य केटा थिए। पुरानो थोत्रो मोटरसाइकल चढ्थे र मानिसहरू उनलाई देखेर हाँस्थे। उनको नाम हो जाङ सुई। न डिग्री, न चिनजान, न धनी परिवार। हुनानको आइवा भन्ने दुर्गम गाउँमा जन्मेका आमा बुवा छुट्टिएपछि हजुरआमाले हुर्काएको एक केटा। 2006 मा जब उनी 19 वर्षका थिए, उनले सुने हुनान टिभीको टोली नजिक आउँदैछ। उनले बारम्बार फोन गरेर एउटा मौका मागे, मलाई एक पटक मोटरसाइकल चलाएर देखाउन दिनुहोस्। अन्ततः टोली तयार भयो। त्यो दिन मुसलधारी पानी परिरहेको थियो, जमिन पुरै हिलो थियो। झाङ आफ्नो पुरानो सेकेन्ड ह्यान्ड बाइक लिएर आए, वर्षामा स्टन्ट गरे, लडे, फेरि उठे। त्यसपछि उनले गल्तीबाट मलम निकाले। रिपोर्टरले देखे उनको शरीर चोटले भरिएको थियो। झाङले मुस्कुराएर भने, सिप भनेको बारम्बार लडेर सिकिन्छ। टिभी टोली फर्किन लाग्दा उनी हार मानेनन्। उनी त्यही बिग्रिएको बाइक चढेर रिपोर्टरको गाडीलाई 100 किलोमिटर भन्दा बढी पछ्याए। जाडो नोभेम्बरको वर्षमा 3 घण्टा, भिजेको कपडा, जमेको हात, निलो ओठ। रिपोर्टरले सोध्यो, टिभीमा आउन यति महत्वपूर्ण छ? झाङले जवाफ दिए, टिभीमा आउनु होइन, मलाई कुनै रेसिङ टोलीले देख्नु महत्वपूर्ण छ। त्यही क्षण स्पष्ट भयो, यो केवल मेहनत थिएन, यो जुनून थियो, यो रहर थियो, यो भाग्य थियो। 14 वर्षको उमेरमा उनले पहिलो पटक मोटरसाइकल छोएका थिए र त्यसैमा हराए। उनी एक रिपेयर पसलमा हेल्पर बने, भुइँ बढार्ने, औजार पुस्ने, इन्जिन खोल्ने। उनका हात सधैँ कालो तेलले भरिएका हुन्थे। अरूले दुःख देख्ने ठाउँमा उनले भविष्य देखिरहेका थिए। 1.5 वर्षमै उनी प्रशिक्षार्थीबाट मेकानिक बने। मानिसहरूले उनलाई वाइल्डम्यानको उपनाम दिए, किनकि उनी मोटरसाइकल प्रतिको पागलपन असीमित थियो। त्यो टिभी कार्यक्रम प्रसारण भएपछि एउटा रेसिङ टोलीले उनलाई सम्पर्क गर्यो। जीवन बदलिन थाल्यो। उनी स्टन्ट राइडर र मेकानिक बने, तर यथार्थ कठोर थियो। चोटपटक, पैसा अभाव, सीमित अवसर। त्यसपछि उनले कठोर निर्णय गरे, यदि म अगाडि पुग्न सक्दिन भने म यस्तो मेसिन बनाउँछु जसले अरूलाई त्यहाँ पुर्याओस्। 2013 मा उनी केवल 20,000 युवान लिएर चोङजिङ गए। न कुनै नेटवर्क, न टोली, न कारखाना, न कुनै कनेक्सन, केवल सपना बोकेको एक मेकानिक। उनले पार्ट्स किनेर बाइक बनाए, मोडिफाई गरे, अनलाइनमा बेचे, हरेक ग्राहकसँग प्रतिक्रिया मागे र निरन्तर सुधार गर्दै गए। 2017 मा 30 वर्षको उमेरमा उनले मोटरसाइकल स्थापना गरे, एक विश्वासका साथ प्रदर्शन सबैभन्दा पहिले। तर अझै उनी सन्तुष्ट थिएनन्। उनले कार रेस गरे। सबैभन्दा ठूलो कुरा, उनीसँग फेरि शून्यबाट सुरु गर्ने साहस थियो। 2024 मा उनले आफूले बनाएको कम्पनी नै छोडिदिए। किनकि उनी इन्जिन बनाउन चाहन्थे। धेरैले हाँसेर उडाए। चिनियाहरूले विश्वस्तरीय मोटरसाइकल इन्जिन असम्भव, तर उनले बहस गरेनन्, स्पष्टीकरण दिएनन्। उनी केवल काम गरिरहे। अनि आयो मार्च 28, 2026। डब्ल्युएसबीके पोर्चुगलमा 820 आरआरले फिनिस लाइन पार गर्यो। डुकाटी, यामाहा, कावासाकी जस्ता ओल्ड क्लास ब्रान्डहरूलाई करिब 4 सेकेन्डले पछाडि पार्दै क्यामेरा फेरि झाङ सुईतिर पुग्यो। उनले कहिल्यै हार मानेनन्। वर्षामा लड्ने केटादेखि विश्वस्तरीय रेस पोडियमसम्म पुग्ने ब्रान्ड संस्थापक बन्न यी 20 वर्षमा कुनै छोटो बाटो थिएन। केवल पीडा, सङ्घर्ष र हार नमान्ने साहस थियो। मानिसहरू सोध्छन्, के सामान्य मानिससँग अझै मौका छ? झाङ सुईको उत्तर सरल छ, तर केवल जब तिमी पुरा थ्रोटल घुमाउँछौ। अलिकति प्रयास होइन, केही समय मेहनत होइन, पुरै समर्पण। आइवा गाउँको माटोको घरदेखि अन्तर्राष्ट्रिय रेसको पोडियमसम्म झाङ सुईले प्रमाणित गरे, खराब हात पनि विजयी चाल बन्न सक्छ। संसार सधैँ न्यायपूर्ण नहुन सक्छ, तर उसले कहिले ती मानिसहरूलाई बेवास्ता गर्दैन जो आफ्नो सम्पूर्ण शक्ति लिएर अगाडि बढिरहन्छ। यदि तिमी अहिले सङ्घर्षमा छौ भने अगाडि बढिराख, सायद एक दिन तिमी पनि भन्न पाउनेछौ, हामीले जित्यौँ। यो कथाले छोयो भने कमेन्ट गर, हामीले जित्यौँ।